सबै नेपाली भाषीहरूलाई दर्शन नमस्ते, जय श्री राम, राधे राधे। हेर्नु हाम्रो हाम्रो नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ दीपावली छठ पर्वमा पनि कहिले पनि हात हतियार लिएर प्रदर्शन या कहीँ पनि ऐसा खुला रूपमा हात हतियार लिएर घुम्दैनन् के कुनै पनि नेपाली। चाडपर्व आयो भने माया प्रेम साटासाट शुभकामना एक आपसमा साटासाट गर्छन् मिलेर बस्छन्, खान्छन्, रमाइलो गर्छन् त्यो हो के हाम्रो नेपाली भनेको। एकदम सिधा जोसुकैले परेको अप्ठ्यारो परेको बेलामा सहयोग गर्ने यस्तो हुन्छ कि नेपालीको मन। तर यो कुन देशबाट आएका रहेछन् रोहिङ्ग्याहरू कुन कुन देशबाट आएर हेर्नु अस्ति मुहर्रमको पर्वमा जुन असली मुस्लिम हुन्छन् असली मुस्लिम हुन्छन् तिनीहरू यस्तो गर्दैनन् के, कहिले पनि गर्दैनन्, मलाई थाहा छ पुरा। असली मुस्लिम भएकोले हिंसा गर्दैनन् के, यस्तो हो के। तर यो कुन देशबाट आएको रहेछन्, कुन जातिको हुन्, कुन के हुन् थाहै छैन त्यहाँ। तर मुस्लिमको नाममा ऊ गरेर आतंक फैलाइरहेछन्। हात हतियार लिएर आफ्नो चाडपर्व हात हतियार लिएर खुल्लेआम यसो गरिरहेछन्। जुन नेपालको जुन ठाउँमा यस्तो भयो त्यहाँको प्रशासन अधिकृत सिडिओहरू के गरेर बसेका रहेछन्, किन पर्मिसन दिएका रहेछन् तिनीहरू। नेपाल सरकारसँग बालन सरकारसँग मेरो यही अनुरोध छ जुन जिल्लामा भयो त्यहाँको प्रशासन अधिकृत र त्यो के भन्छन् सिडिओहरूसँग राम्रोसँग सोधपुछ गरेर कडाभन्दा कडा कारवाही गर्नु पर्यो किन यस्तो पर्मिसन दियो खुलेआम गर्नलाई। अनि त्यहाँको प्रशासन के हेरेर बसेको थियो, जनताको सेवा गर्न सके छैन। हात हतियार लिएर यसरी गर्न मिल्छ त, छैन नि संविधानमा पनि छैन। त्यही भएर यिनीहरूलाई रोहिङ्ग्याहरूलाई सबै देश निकाला गर्नुपर्छ अनि बल्ल देश सुरिन्छ भने बिस्तारै बिस्तारै हाम्रो हिन्दू धर्ममाथि यिनीहरू आक्रमण गर्न खोजिरहेछन् के, हाम्रो देशमाथि पनि आक्रमण गरिरहेछन्। यस्तै बिस्तारै बिस्तारै यहाँ चेतावनी दिइरहेछन् यसरी देखाएर यसरी धम्काइरहेछन्। त्यही भएर यिनीहरूमाथि कडाभन्दा कडा कारवाही गर्नु पर्यो। नेपाल सरकारसँग मेरो यही अनुरोध छ अनि बल्ल नेपालीहरूको अस्तित्व बाँचिन्छ भने सबै नाश हुन्छ बिस्तारै बिस्तारै। अहिले सुधार गरेनौँ भने अहिले हामी सुधार गरेनौँ भने यो बिस्तारै बिस्तारै पुरै नाश हुन्छ के, यिनीहरू पुरै अतिक्रमण गरिहाल्छन्। हाम्रो पुर्खाहरूले जोगाएको राखेको लडेर राखेका रहेछन् बचाएर राखेको स्वतन्त्र देशलाई यिनीहरू कब्जा गरिरहेछन् के है। यही भएर मेरो नेपाल सरकारसँग अनुरोध छ यसमा धेरै कडाभन्दा कडा एक्सन लिनुपर्छ अनि यिनीहरूलाई कारवाही गर्नुपर्छ, देशभन्दा बाहिर लखेड्नुपर्छ के है। भिडियो धेरै लामो भयो मनमा त धेरै दुःख लागिरहेछ, धेरै पीडा छ यस्तो यस्तो गरिरहेछन्। अहिलेसम्म म यति ठुलो भइसकेँ यस्तो देखेकै थिएन मेरो गाउँमा पनि रहेछन् मुस्लिमहरू, तर यस्तो गर्दैनन्। ल यति भन्दै मेरो विचार कस्तो छ लाइक कमेन्ट सेयर गर्नु होला बालन सरकारसम्म पुर्याइदिनु होला ताकि सुनेर यति सुनेर जति मसँग ज्ञान बुद्धि थियो त्यति मैले भनिदिएँ क्या। यहाँ हाम्रो देशको लागि एकदमै नराम्रो हो के है। जय नेपाल।